हेलो हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल सुन्दर सुदूरपश्चिमको सहर धनगढी आइपुग्दै गर्दा होटल पौवामा रहने र कार्यक्रम गर्ने अवसर जुर्यो। यसका लागि यो टिमलाई म बधाई दिन चाहन्छु, मनैदेखि धन्यवाद दिन चाहन्छु। एकचोटि हाम्रो तर्फबाट सम्मान छ। यो मानवीय अभियानको सिलसिलामा मानवताको यात्रा लिएर देशैभरि आउने क्रममा हामी धनगढी आइपुगेका हौँ। आज धनगढीको यो हलभित्र धेरैजनासँग बढी मालिका हल रहेछ। यो होटल पौवाको यो हलभित्र बेङ्कोट हलमा धेरै कार्यक्रम भयो हाम्रो। आज धेरै व्यक्तिहरूलाई भेटघाट गर्ने सयौं मान्छेहरू आउनुभयो आफ्नो समस्याहरू लिएर र यो सहजीकरणका लागि म होटल पौवालाई मनैदेखि धन्यवाद दिन चाहन्छु। आज यसरी उहाँहरूले यहाँ धेरै सेवा प्रदान गर्नुभएको छ। यस्ता भगवानहरूले रोजगारी भन्दा पनि एउटा मनैदेखि कर्म गर्नुभएको छ। पहिले यहाँ सरसफाइको काम गर्नुहुन्छ। सबैभन्दा पहिला म सरसफाइ कर्मीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले रुम सफा गर्नुहुन्छ, बेड मिलाउनुहुन्छ, टोयलेटहरू सफा गर्नुहुन्छ। यसलाई चिटिक्क पार्ने सरसफाइ कर्मीहरूप्रति मेरो सम्मान छ। किचनमा बसेर किचन सेफका रूपमा काम गर्ने अरू सहायक हुनुहुने सहयोग गरेर किचनमा राम्रो खानाहरू निकाल्ने किचनको टिमलाई धन्यवाद दिन चाहन्छु। अनि म्यानेजमेन्टको टिम भयो, आदरणीय सर लगायतको टिमलाई धन्यवाद छ। सेक्युरिटी गार्ड, सुरक्षा दिने सेक्युरिटी गार्ड टिम, सबै व्यक्तित्वहरूप्रति हाम्रो सम्मान छ। रिसेप्सनमा बसेर वेलकम गर्ने, फोन उठाउने, रेस्पोन्स गर्ने उहाँहरूलाई पनि सबैलाई धन्यवाद। एउटा मानवताको कर्म गरिरहेको छ होटल पौवाले। धनगढी आउँदै हुनुहुन्छ, सुदूरपश्चिम धनगढी आउँदै गर्दा कहाँ बस्ने होला भनेर सोच्दै हुनुहुन्छ भने धेरै सोच्नै पर्दैन, सिधै होटल पौवामा आउन आग्रह गर्छु। होटल पौवा हजुरलाई स्वागत गर्न आतुर छ। हजुरहरूले चाहेको एउटा आतिथ्यता प्रदान गर्नेछ। खानामा पनि हजुरहरूले भने जसरी नै पाउनुहुनेछ। र बाँकी आदरणीय सर हुनुहुन्छ, यहाँको जनरल म्यानेजर हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। सर नमस्कार। सर्वप्रथम सबैलाई नमस्ते। म मनोज चन्द, होटल पौवा धनगढी ब्रान्च प्रमुख। सर्वप्रथम हजुरलाई एकदमै धन्यवाद, किन भनेपछि हजुरले होटल पौवालाई सम्झिनु भएको छ। यसको लागि हामी एकदमै आभारी छु, किनभने हामीले हजुरलाई एउटा सेवा गर्ने मौका पाएका छु। र यसै गरी कोही अब धनगढी आउँदै हुनुहुन्छ भनेपछि हामीसँग बस्नुको लागि अनि खानाको लागि र कुनै प्रोग्रामहरू, इभेन्टहरू, बिहे पार्टीहरूको लागि पनि हामीसित हलहरू छ। यसको लागि एकचोटि सेवा गर्ने मौका दिनुहोला। हस्, धन्यवाद। यहाँ चाहनुभयो, यहाँ आउन खोज्दै हुनुहुन्छ, उहाँहरूले फोन गर्न चाहनुभयो, नम्बर कुन हो सर? 9857072590। यो नम्बरमा फोन गर्दाखेरि हजुरहरूलाई त्यस्तो केही सोध्नु परेमा, केही इन्क्वायरीहरू भएमा स्पष्ट हुनेछ। 9857072590 नम्बरमा फोन गरेर हजुरहरू यहाँ आउनुहोला। विवाह पार्टी केही उत्सव गर्दै हुनुहुन्छ, ब्याङ्क्वेट हल चाहिएको छ भने होटल पौवाको हल अत्यन्तै राम्रो छ। पार्किङको पनि हजुरहरूलाई चिन्ता छैन। रुमहरू पनि हजुरहरूले खोजे अनुसार राम्रो रुमहरू छ। र खानाको पनि तपाईँहरूले अर्डर गरे अनुसार शुद्ध शाकाहारी खाना चाहनेहरूका लागि पनि त्यही अनुसार छ होइन, ननभेज खानेहरूका लागि पनि त्यही अनुसार छ। चाहे अनुसार तपाईँहरूले सेवा होटल पौवा धनगढीबाट पाउनुहुनेछ। देशैभरि होटल पौवाको यात्रा तय भएको छ। बुटोलमा छ, चितवनमा छ, काठमाडौँमा छ, यता नेपालगञ्ज, भालुबाङ, घोराइमा नि छ, गोरुसिङैमा नि छ नि। कपिलवस्तु गोरुसिङ अस्ति गएर आइयो, अब यहाँ आइयो। देशैभरि होटल पौवाले 20 कि 21 ठाउँमा हाम्रो सेवा प्रदान गरेको छ। 21 ठाउँमा होटल पौवाको सेवा चलिरहेको छ। त्यसकारण देशैभरि जाँदाखेरि तपाईँहरूले होटल पौवालाई सम्झिन आग्रह गर्छु। र तपाईँहरूलाई धेरै धेरै बधाई छ। तपाईँहरूको मेहनत, इमान्दारिता, यो स्वाभिमानले आज यो होटल पौवाले एउटा उचाइ छुमेको हो। साउले पसल खोलिदिएर मात्रै चल्दैन, साउले होटल खोलिदिएर मात्रै कुनै बिजनेस चल्दैन। काम गर्नेहरूले राम्रोसँग गर्दैनन् भने चल्दैन। किचनबाट राम्रो खाना निस्केन भने एकचोटि आएको मान्छे दुईचोटि आउँदैन, फेरि राम्रो नभए। त्यसकारण काम गर्ने हो, भगवानहरू हो। भगवानहरूको राम्रो होस्। तपाईँहरूको यो सुन्दर जीवन होटल पौवाबाट अझ धेरै राम्रो बन्न सकोस्। यो टिमले तपाईँहरूको लागि धेरै कुरा सोच्न सकोस्। अझ तपाईँहरूको लागि के गर्न सकिन्छ, आफ्नो स्टाफहरूलाई राम्रो गराउन के गर्न सकिन्छ, यो टिमले सोचोस्। उहाँहरूले आज यहाँ बसेर कर्म गर्नुभएको छ। देशैभरि होटल पौवाले धेरैलाई रोजगारी दिएको छ। 10औं वर्ष यो यात्रा सम्पन्न भएको छ। आगामी दिन पनि म एकदमै शुभकामना दिँदै फेरि पनि भन्न चाहन्छु, सुदूरपश्चिमको धनगढी आउँदै हुनुहुन्छ भने ढुक्क भएर होटल पौवामा आउनुहोला। उहाँहरूले मिठो मुस्कानले स्वागत गर्नुहुनेछ, मिठो खाना बनाएर खुवाउनुहुनेछ। म्यानेजमेन्ट राम्रोसँग गरेर हजुरलाई राखेर राम्रोसँग बिदाई गर्नुहुनेछ। त्यसैले घर पछिको तपाईँहरूको दोस्रो घर अब होटल पौवा बन्न सकोस्। त्यही शुभकामना। संसदलाई बधाई, तपाईँको यो नेतृत्वमा रहेको टिमलाई सबैलाई बधाई। सबैको राम्रो होस्, नेपालको राम्रो होस्, नेपालीको राम्रो होस्, धनगढीको राम्रो होस्, हाम्रो होटल पौवाको राम्रो होस्। नमस्कार, जय होस्।